हजुर नमस्कार। मेरो नाम पुष्पराज सुवेदी। मेरो फर्मको नाम काभ्रे मौरी फर्म हो र हाम्रो यो गाउँमा लगभग 350 जति घार मौरी छन् र हाम्रो यो ठाउँमा चाहिँ लगभग 2 टनभन्दा बढी चाहिँ मह उत्पादन हुन्छ काभ्रेमा मात्रै। र लगभग अरू उत्पादन अनुसार ठ्याक्क बजार त अलि कम भयो, तर चाहिँ बिक्नु त बिग्या, तर चाहिँ बजार अलि त्यस्तै खोज्नै पर्ने छ। अरू त ठिकै छ। र यहाँ चाहिँ हामीले मह मात्रै होइन मौरी पनि बेच्छौँ र अब अहिले पनि अर्डर आइरहेको छ मौरीको। र हाम्रो गाउँमा चाहिँ हामी 16-17 जनाले चाहिँ मौरी पालेका छौँ र हाम्रो 16-17 जनाको समिति पनि छ एउटा। र हामीले एउटा मह प्रशोधन मेसिन पनि राखेका छौँ र हाम्रो यहाँको मह चाहिँ बजारमा लाँदा काभ्रेको मह अथवा रूपाको मह भनेर बढी चाहिँ चिनिन्छ। र त्यही मेरो आफ्नो चाहिँ त्यही लगभग 1 टन जति उत्पादन हुन्छ वार्षिक। तर यो गाउँ सबैमा गरेर हामीले काउन्ट गर्दाखेरि 2300-2400 किलो जति, 2 टन 400-500 किलो जति, 2.5 टन जति आउँछ। र यो हामीले लगभग बेचिसकेका छौँ र हामी मौरी पनि बेच्छौँ। र मेरो अब अरूको त साथीहरूको के कस्तो छ, मेरो आफ्नो आम्दानी भनेको वार्षिक खर्चहरू कटाएर नि 10-11 लाख जति वार्षिक आम्दानी हुन्छ। र हामी यसैमा रमाएका छौँ। अब यसैले चाहिँ खेतीपाती भन्दा यसैमा चाहिँ बढी केन्द्रित गरेका छौँ। हाम्रो के अरे मान्छेको चाहिँ एउटा जाँगर हुन्छ नि, त्यो चाहिँ एउटा यसैमा केन्द्रित गरेका छौँ र यसरी नै हामीले मौरी पालन गरेर आउँदैछौँ। हाम्रो मौरी यही घर वरिपरि नै छन् सबै, अर्काको जग्गामा पर्दैन, आफ्नै जग्गामा चाहिँ पालिएछ। हस्त नमस्कार।